दादा हामी गए त हामी चाहिँ अब होइन रात कटाएर आज चाहिँ फर्किँदैछौँ होइन ओभर गर्मी रहेछ होइन चितवन चाहिँ लास्टैमा ठाउँै त्यस्तो परेछ हामीलाई होइन हामी यहाँबाट आयो क्रोकोडाइल सफारीले के हो नाम पनि आम्मा यस्तो गाडीमा जानु पाए हुन्थ्यो नि यार है रोकेर बुझ्ने हो क्या यार यो दाइहरू सोध्नु घोडामा जाने क्या हो केरा सफारी घोडामा जाने क्या हो केरा सफारी क्या घोडामा त्यही भने यतातिर बस्नुपर्ने रहेछ साइकल जाने हो यो मान्छेहरूलाई सोध्नु के हो र गएर हेर्नु हेर्नु सफारी यहीँ सोधिन्छ छ त गाडी चाहिँ यहीँ मैले त्यही भएर अघि चिनेको थिएँ जस्तो लाग्यो हो र जाँदैछौँ हामी पुरै जाँदैछौँ अब हामी यस्तो गएर हाम्रो आज गाइड हामीलाई गाइड गर्दै जाँदै हुनुहुन्छ भाग्य लेखेरै आएछ पानी सानी दिनुपर्ने भने होइन वेलकम टु जापान हो कि भ्याउँदैन भने जति मान्छे गर्छ होइन टिभीले बगाइदिए गरे यस्तो गोरौले भयो पुरै भए म
बिहान बिहान गोरो भयो भनेदेखि राति अब त गोरै भयो गोरो भन्दा नि टेन्सन यहाँ चाहिँ चल्ला किन लगाइरहेको छ होइन यहाँ अगाडि नै जाऊ बरु हामी चाहिँ पुल टार्दैछौँ है बिस्तारै हाम्बाले माछाहरू लाइन नै दामी दामी नत्र 1 घण्टासम्म चाहिँ रुक्दैन होइन बाहिर नफाल्नु अब केही जनावरहरूलाई हिर्काउने त गर्न पाइँदैन देख्यो भने पनि हल्ला गरेर तर्साउनु पकाउनु पाइँदैन र आर्मीहरूले गाली गर्नुहुन्छ लैजानुहुन्छ है ए हुन्छ म इन्ट्री गरेर आउँछु हुन्छ दिदी ल हामी एकछिन रेस्ट गर्छौँ नि त यहाँ अनि लास्ट टाइम अमल टारबाट छिर्दा चाहिँ त्यो हात्ती बानेर राखेको छ भनेको थियो नि त्यो भेट्यो क्या हामीले ठिक छ भिडियो कन्टिन्यू हो ब्राइटनेस लो भएर मात्रै राम्रो नदेख्या हो ब्राइटनेस फुल गर्यो भने मात्र हामी चाहिँ अब म चाहिँ अगाडि बस्नु आउ त गर्छ त आउनु एकदम बवाल हुन्छ है यो साइड चाहिँ अलिक पुरै हुन्छ स्मेलिङले हेरिङले चाहिँ उनीहरूले के गरेर कानेर फेरि हेर्नु न त्यो पर्दै रहेछ अलि ज्यान फर्काएर पनि सब हामी चाहिँ होइन यहाँ विश्राम गर्ने ठाउँमा आएर बसिरहेको छौँ होइन केटाहरू चाहिँ फोटो खिच्न लगाइरहेछ खोइ कहाँ हो देख्दैन नि त यार ए यहाँ रहेछ सर्ट लगाएर केटाहरू यहाँ चाहिँ होइन सबजना आज यहीँ बस्ने रहेछ होइन ठाउँ पनि दामी छ तर गर्मी चाहिँ ओभर छ है ओभर गर्मी चाहिँ ओभर छ होइन लगाएर एकचोटि टेस्ट गरौँ न ल ए भिडियो भइरहेछ विश्राम यात्रा सकेर हामी चाहिँ कहाँ जाँदैछौँ अब हामी टट्टो आएर जनावर हेर्न जाँदैछौँ ए ढुङ्गा रहेछ खोलामा चढ्ने नि हामी त्यो केटा हो गाह्रै होइन हामीलाई रमाइलो गर्नु मन लागिरहेछ आज हामी चाहिँ अनि आज सफारी सकेर चाहिँ चितवन लाग्दिने हो होइन जेसुकै बस्नुहोस् न हामीलाई शीतल अति शीतल के रमाइलो छ रमाइलो भइरहेको छ नि होइन भएको छ चिल भइरहेको छ के दियो क्रोकोडाइल आऊ आऊ उतै बसेर चाहिँ हेरेर कमन तेरो बाजे कमन अलिकति अगाडि जाऊँ त दाइ अझै हेरेर यही मेरो बसेको अलिकति अगाडि आउँ न आइज अझै हेरेर है कति
मलाई रिस नउठ है केटाकेटी हो अझै हेरिरहेको अब गाइस हामी छिट्टै छ सबजना भ्लग नि गर्दैछ अहिले चितवन गइसकेको जस्तो महसुस भइरहेको छ त्यो पारो हात्ती थियो है हामीले हात्ती जोन रहेछ होइन हात्ती जोन एलिफेन्ट जोन थुप्रै रहेछ हात्ती चराउने हात्ती जोन केटा हो हात्ती जोन हात्ती चराएर हात्ती जोन हात्ती ठुलो भयो नि यहाँ चाहिँ सानो देखिरहेको छ ठुलै देखिरहेको सकेर फर्किँदैछौँ होइन बाख्रा पनि हेऱ्यो रातमाथि होइन टक्क लाएर अब हामी बोटिङ गर्न जाँदैछौँ पिस भने पिस हो क्या केटा बोटिङ गर्न जाँदैछौँ अब क्रोकोडाइल हेर्न बाँकी छ हामीले क्रोकोडाइल पनि देख्छौँ नजिकैबाट होइन टक्क लगाएर क्रोकोडाइल देख्छौँ हावामा मजा मजा बोल्दै बोल्दैन अर्को मगर गयो मगर माछ भन्छन् हिन्दीमा तिनीहरूले चाहिँ जे आए पनि खान्छ है कहिलेकाहीँ पानीमा मान्छेहरू माछा मारेर नुहाउन गएको बेला पनि खाइदिएको छ यो बोटिङ गर्दा चाहिँ मान्छेहरूलाई त्यस्तो अट्याक गर्दैन तर कहिलेकाहीँ मान्छे 81 भेट्यो भने त डिफेन्सको लागि अट्याक गरिहाल्छ तर मार्न सक्दैन बोटिङमा चाहिँ Gur 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 gur. Hush.
हात्तीको गु हेर हात्तीको गु कत्रो ठुलो हो कति त्यो गुटी बनाइदियो मलाई पानी पर्यो गाइस हामी चाहिँ हैन ट्याकको गेट बाहिर आइपुग्यो अब हामी चट्ट जान्छौँ पानीमा छिर्छ हामी यताबाट टक्राएर हामी चाहिँ हिजो हामी हैन बसेको ठाउँपट्टिबाट आएको छौँ हामी चाहिँ हैन केटाहरू भिज्दै रुच्दै हिँडिरहेछ हैन हिजो हामी यहाँतिर बसेको त्यहाँ आउँ चिल्ल्याएको छु त्यहाँ चिल्ल्याएको छ ठाउँ बसेको हामी ल खच्चाक हाम्रो मिल्दैन घोडाइरहेछ घल्च्याक 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 कुद घोडा कुद कुद भिज्यो भिज्यो फाइनली भिजियो केही छैन तै पनि भिजियो तै पनि शीतल भइरह भिज्यो पनि फाइनली भिजियो केही छैन तै पनि भिजियो अब हामी भिज्ने नै हो जसरी भिजिसक्यौँ ठिकै छ फाइनली केटा चितवनको भ्यू चाहिँ यो रहेछ होइन मान्छे टन्नै हुने रहेछ यहाँ चाहिँ फाइनली हामी आयो एकचोटि घुम्यो भ्लग बनायो मान्देऊ न ऊ हात्ती कस्तो हावा उडायो फाइनली उडायो उडायो गर्नु मन छ भने यहाँ आउनु टिकट काटेर जान सक्नुहुन्छ होइन टक्राएर